आसो भयो यहाँ घोडामा कैना हो कि गैँडा लाग्यो भन्दै हुनुहुन्छ है अनि मकै खाँदै विश्राम गर्दै हुन्छ हेर्नुहोस् त के गर्नु गाह्रो छ घोडाले सबैलाई बनाइरहेछ गाह्रो अलिअलि अँध्यारो हुन्छ अब झर्ने क्रममा अँध्यारो हुन्छ बिस्तारै जाउँ हामी है फेरि यो अहिले त चाँडै अँध्यारो हुन्छ भने 5 बजे झन् यो अहिले यो झार भएको चाँडै अँध्यारो हुन्छ कि यहाँ कालै हुन्छ झार्ने ठाउँ त 5 बजे हामी जाने क्रममा जति थकान भए पनि अलिकति भए नि रिफ्रेस होस् भन्ने हिसाबले उहाँहरू यो प्राकृतिक डोरीमा पिङ खेल्दै हुनुहुन्छ हेर्नुहोस् त आनन्दले ऊ सर हाँसिरहनु भएको छ मुस्कान देखाउँदै दन्त बिहान त्यही त बिहान दाँत मोल्नु भएको थियो ल दाँत देखाउँदै हाँस्नु भइरहेछ ल हो यसले कसैलाई पनि छेकेन हिम्मत द्यास्किनु न यो त 3-4 घन्टाको र भने 4 घन्टाको एकोरो बाटो होइन त्यसपछि अब एकोरो उकालो म मात्रै ओह्रालो उकालो है अरू सबै उकालो भने जस्तो सबै उकालो हेर्नु त ले हेर्नुहोस् 64-65 ले हेर्नुहोस् ले हेर्नुहोस् सबै आउँदैन सबैजना योगमा हेर्नुहोस् ल यसरी हिँड्न सक्नु भइरहेछ भनेपछि ले हेर्नुहोस् भनेपछि त योगमा कति जिउलाई कति छरितो बनाइरहेछ एज बारलाई यसले छेकेको छैन आनन्दले हेर्नु त्यस्तो उकालो ओह्रालो गाह्रो अवस्थालाई पनि हामी पार गर्दै हामी सम्मथरसम्म आइसक्यौँ सबै एजका हुनुहुन्छ यहाँ 10 वर्षभन्दा मुनिको सानो नानीदेखि लिएर 65-70 वर्षसम्म आउनु भएको छ है एकदमै आउनु भएको छ हेर्नुहोस् त है हिम्मत यो जुन आँटलाई हामीले मान्नै पर्छ कोटी उहाँ हाम्रा अग्रज आदरणीय बुवा उहाँहरूलाई कोटी नमन वन्दन।